तपाईको ब्याचलर्स पछाडि 10 वर्षको ग्याप छ ओके प्लस 2 पछाडि 5 वर्षको ग्याप छ त्यो पनि ओके स्टिल तपाई युके को लागि आफ्नो एप्लिकेसन दिन सक्नुहुन्छ यी सबै ग्याप चाहिँ तपाईको एक्सेप्ट गर्छ युनिभर्सिटी अफ बर्मिङहमले ब्याचलर्स गर्न जानुहुन्छ भने तपाईको प्लस 2 मा 2.8 सीजीपीए चाहिँ आउनु पर्छ र तपाईको इंग्लिशमा बी+ पनि आउनु पर्छ तपाईको यी सबै छ भने चाहिँ तपाईले विदाउट आईएलटीएस विदाउट पीटी नै पनि एप्लिकेसन दिन सक्नुहुन्छ फर ब्याचलर्स र मास्टर्स को लागि 4 वर्षको ब्याचलर्स छ भने 55% आउनु पर्यो र 3 वर्षको ब्याचलर्स छ भने चाहिँ 60% आउनु पर्यो र प्लस 2 को इंग्लिशमा चाहिँ बी+ पनि आउनु पर्छ यी सबै चीज छ भने चाहिँ तपाईले मास्टर्स को लागि पनि विदाउट आईएलटीएस विदाउट पीटी नै आफ्नो एप्लिकेसन दिन सक्नुहुन्छ स्कलरशिप पनि अवेलेबल छ मल्टिपल कोर्सहरु पनि छ यदि जान इच्छा गर्नुहुन्छ बर्मिङहममा पढ्ने इच्छा गर्नुहुन्छ भने चाहिँ आफ्नो एप्लिकेसन दिन सक्नुहुन्छ अपकमिङ इन्टेक को लागि